आजको नयाँ भिडियोमा स्वागत छ है। हिजो अस्ति चाहिँ काठमाडौँमा निकै नै ठुलो दुर्घटना घटेको छ, जुन एउटा घटना छ। सबभन्दा पहिला यो भिडियो हेर्नु है। ल हेर्नुस्, यस्तो पनि आगो लागि हुन्छ। यहाँ के आगो ताप्नलाई बालेको थियो, दङ्गलले बोलाइदिएछ यहाँ त। अब हेर्नुस् त, यो अब पेट्रोल खर्च भएन यो अब दङ्गलको। यसको पेट्रोल खर्च कसले तिर्छ भन्नुस् ल। सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन। भिडियो हेर्नुभयो। यो भिडियोमा के भएको छ भने, वास्तविकमा भिडियोमा भएको के छ भने, काठमाडौँमा एकजना छिमेकी घरमा के भन्छ छतमा आगो लाग्यो भनेर जसको घरमा आगो लाग्यो त्यसलाई थाहा नभएर छिमेकीलाई थाहा भयो भने छिमेकीले के भयो, दमकल बोलायो, पानी ट्याङ्की बोलायो त्यो आगो निभाउनलाई। त्यहाँ दमकल पनि छिटो नै आयो। पानी ट्याङ्की छिटो आइसकेपछि त्यहाँ धेरै जनता नै जम्मा पनि भइसकेको थियो। तर दमकल आइसकेपछि, पानी ट्याङ्की आइसकेपछि त्यहाँ थाहा के भयो भने त्यहाँ आगो लागेको रहेनछ। त्यहाँ भएको के छ भने, एक्ज्याक्ट त्यो भिडियोमा तपाईँहरूले हेर्नुभयो। त्यो भिडियोमा भएको के छ भनेर, एकजना छिमेकीले आफ्नो छतमाथि सेकुवा भनेको के भन्छ ऊ बनाएर आफू पार्टी गर्दै थियो, पकाएर खाँदै थियो। त्यसमा आगो अलि निको नै बलिरहेको थियो। अनि सेकुवा कर्नर बनाएर आफ्नो घरको छतमाथि बनाएर खाँदै थियो। अनि त्यसको बनाएर खाँदै थियो, पार्टी गर्दै थियो। अनि छिमेकीलाई थाहा नभएर कि आगो लागेछ भनेर पानी ट्याङ्की बोलाइदियो। अनि जसले आफ्नो घरमा पार्टी गरिरहेको छ, छतमाथि सेकुवा बनाएर खाइरहेछ, त्यसलाई थाहै छैन। अनि त्यहाँ निकै नै भिड लागेको थियो। अनि पानी ट्याङ्की पनि आइसक्यो, त्यसको पेट्रोल पनि खर्च भइसक्यो। अनि त्यहाँ आएपछि सबैलाई बल्ल थाहा भयो कि उसले पार्टी गर्दैछ, सेकुवा बनाएर खाँदैछ, आगो लागेको रहेनछ। सो यस्तो पनि घटना घटिरहेको छ काठमाडौँमा। सो यस्तो घटना नघटोस्। अनि कसैको घरमा केही भयो भने प्लिज कन्फर्म भएर यस्तो हुनुपर्छ र गर्नुपर्छ भनेर। सो सबैलाई कस्तो लाग्यो भिडियो? मलाई त फनी जस्तो लाग्यो। अरूलाई कसैलाई थाहै नभएको, जसको घरमा आगो लाग्छ त्यसले थाहै नभएको दमकल बोलाइदियो, तर उसले पार्टी गर्दैछ। सो मलाई त फनी जस्तो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो भिडियोमा कमेन्ट गर्नु होला। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।